साधनाको फल होला मेरो सिलकोट नयाँ हो तर भाँडो चाहिँ फोहोर हो छापा राख्दै सिकेपछि तम केन्द्रको जो बजार किन्नुहुन्छ यही मेरो माल यति छापा छ भने त के भन्नु लाग्छ म त रेटमा दिने नै अब इन्डिया जाने भयो होइन इन्डिया जाने भयो जाने त हो भाउ त उही छ ओर उही छ अहिले उही छ उपरि उही छ छापा रेखा भन्ने हाम्रो उद्देश्य काटो राम्रो राख्यो हरिनगर
भन्छु सबै खर्च आधा भयो सबै खर्च तर भोल्युममा आउँछ कि पाकेर मात्रै टिपिस है पाकेर मात्रै टिपिस है भन्ने कारणै त्यही हो अब मैले गएर जुन हेरेको थिएँ त्यसमा पनि हरियो हरियो आएछ ल्याएर माल हरियो आएछ अब टिप्न सुरु गर्दाखेरि हुन्छ अब किन